नमस्कार साथीहरू, अघिल्ला सिरियलहरू त हेरिसक्नु भएको होला, जुन चाहिँ जुठीले जुनकिरीसँग विवाह गरेको। उहाँ घर परिवारमा आमा जुनकिरीलाई बिहानै उठाइरहेकी छिन्, तर ऊ नबोलेको देखेर उनी कोठामा जान्छिन्। तर कोठामा पनि देख्दिनन् र उनी शौचालयतिर खोज्न जान्छिन्, तर उहाँ पनि देख्दिनन्। छोरी हराएको भन्दै रुँदै उनी सिरदारकोमा जान्छिन्। जबकि उहाँ सिरदारकोमा जाँदा उनले आफ्नो छोरी हराएको भनी खोज्न पठाउँछिन्, तर जुनकिरी हराएको छैन भनी सिरदारले भन्छ र आफ्नो मुना कन्मायालाई खोज्न पठाउँछ। तर उता जुठी भने जुनकिरीलाई लिएर फरार भइसकेको हुन्छ। उनीहरू मिठा मिठा गफ गर्दै जङ्गलमा बसिरहेका हुन्छन्। यता घर परिवारमा सिरदार र जिम्माल्नी भएर छोरी खोजी हिँड्न थालिसकेका थिए। उता भने जुठीकोमा गएर चाउरेले सब कुरा बताइसकेको हुन्छ। त्यतिकैमा जुठीकी आमाले आफूलाई जिम्वालले बन्दुक हानेको सम्झिन्छन्। तर उता जुठी र जुनकिरी भने पल्लो गाउँमा पुगिसकेका हुन्छन् र उनीहरूलाई धेरै तिर्खा लागेको कारण एक घरमा पसी पानी माग्छन् र पानी माग्दा सँगसँगै काम पनि छ कि भनेर सोध्छन्। घरवालाले काम जति पनि छ बस्ने भए बस, काम गर्ने बस्ने गर भन्छन् र उनीहरू त्यहीँ बस्न सुरु गर्छन्। उता खोजिरहेका हुन्छन् जुनकिरी र जुठीको लागि, तर उनीहरू घरमा जान्छन् र चिठी छ कि भनेर जुनकिरीको चिठी खोज्न थाल्छन् र चिठी पढ्न सुरु गर्छन्। चिठीमा आफूलाई नखोज्न भनी जुनकिरीले लेखेर राखेकी हुन्छन्। जुनकिरी उहाँ जुठीसँग एउटा होटेलमा गफ गर्दै बसिरहेकी हुन्छन् र उत्तिकैमा बाउ आउँछन्। हजुरहरूलाई उनीहरूको विवाह सफल भएको हेर्न मन छ भने कमेन्टमा लेख्न नभुल्नुहोला। दर्शक सिरियल कस्तो लाग्छ पनि, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिन नभुल्नुहोला। आगामी सिरियलमा भेट हुने नै छ।